अब त नि है एजेन्जी सरकार हाम्रो बाटो कहिले राम्रो हुने हो पिच हुने हो ल हेर्न हामी यति कठिनपूर्ण यात्रा गर्छौँ त्यो हजुरहरूले कहिले देख्ने हुने हो कहिले पीडामर बुझ्ने हो हामी जस्तै यात्रीहरूको ल हेर्नुहोस् यहाँ ल जेएनजी सरकार कान खोलेर सुन्नु आँखा च्यातेर हेर्नु यहाँ हाम्रो बाटो यस्तो छ कहिले हो बनाउनु पर्यो यहाँ हेर्नु सक्यो यहाँनिर बाटो यस्तो साँगेरो छ कि बोट बाटो बगाएपछि बस यसको लोभले मैले अरू सामान किनेको छु कि अब त्यो किन भैँसी किन पाडा उपहार भने चाहिँ त्यो सामान चाहिँ के रहेछ म त्यो हजुरहरूले पनि देखाउने छु ल हेर्नुहोस् है त मैले खोल्न चाहिँ खोलेँ अनि फेरि हेर्न चाहिँ हेरेको छैन यो सिल मात्रै हेलो साथीहरू गुड मर्निङ वेलकम ब्याक टु माई न्यू भिडियो आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ र म एकदम सन्चै छु र आफ्टर लङ टाइम पछिको मेरो यो भिडियो आज चाहिँ हामी जाँदैछु दसैँ सपिङ गर्न अब के सपिङ हुन्छ त्यो तपाईँहरूलाई वहीँ गएर देखाउने नै छु हजुरहरूले अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला म र यहाँ मेरो बुढो जाँदैछु बुढो यहाँ रेडी हुनुहुन्छ अब लङ यात्रा छ नि त मतलब बाटो टाढा अनि त्यही भएर म चाहिँ यहाँ सेफ्टीको लागि हेलमेट लगाएर जाँदैछु अनि यो मेरो न्यू के देख्नु भयो अरे ल साथीहरू अब म चाहिँ जाँदैछु अब गएर नै देखाउने छु मेरो ब्याग लुगा धोएर सुकाउँदा पनि घाम लागेन यो ब्याग अब मेरो बुढो आउँदै हुनुहुन्छ म चाहिँ जाँदैछु अब आज फेरि एकजना ल बाबुरामसँग बसेँ त्यो चाबीहरू लगाएर मात्रै हिँड्नु नयाँ साथीसँग नि भेट्ने भन्ने कुरा छ अब हेरौँ के हुन्छ नयाँ साथी को रहेछ त्यो पनि देखाउने छु हजुरहरूलाई ल हेर्नुहोस् त गाउँ यति रमाइलो भएछ कि दसैँ लागिसकेपछि यति रमाइलो भएछ कि सबै मलाई चाहिँ फेरि यो ढुँडाहरू सबै फाडिसकेपछि छ्याङ्ग भएपछि रमाइलो लाग्छ क्या ल हेर्नुहोस् पछाडि गाउँहरू हाम्रो यति रमाइलो देख्ने भइरहेको छ अब हाम्रो दसैँ कस्तो हुन्छ के हुन्छ त्यो पनि म अब सकेसम्म कन्टिन्यू भिडियो हाल्ने कोसिस गर्छु अहिले चाहिँ धेरै नै कामहरू बिजीहरू अनि फेरि अलि जाँगर पनि लागेन कि भन्ने नै हो भने अनि यसो धेरै दिनपछि ओपन गरेर हेरेको युट्युब च्यानल सब्सक्राइबरहरू बढ्नु भएको रहेछ अनि फेरि ओहो जति छ उहाँहरूलाई मेरो भिडियो देखाउँ न मेरो जति सब्सक्राइबर हुनुहुन्छ उहाँहरूलाई के भन्यो भने भिडियोहरू देखाउँ भनेर हो भिडियो बनाएको मैले मेरो बुढो त्यहाँ गाडी निकाल्नु भएन यहाँ नै म पढेको स्कुल पढेर मैले त्यहाँनिर 13 वर्ष जागिर पनि खाएँ त्यो स्कुलमा अनि अहिले चाहिँ म निस्केँ त्यो स्कुलबाट ल हेर्नुहोस् है यति राम्रो छ कि हाम्रो गाउँहरू यति हिँड्दा पनि कति स्याहाँ हुन्छ भने साथीहरू म त ल हेर्नुहोस् है यहाँबाट देखिन्छ कि यति दामी पाहाडी डाँडाहरू पुरै क्लाउड लागेर भएर छ हो अब त हिमाल पनि देखिरहेछ है अब चाहिँ हिउँदो हिमाल देखेपछि चाहिँ हिउँदो भने चाहिँ पक्का हिउँदो हो जस्तो लाग्छ अब चाहिँ मेरो बहिनीसित त दुबोले अप्ठ्यारो हुन्छ बाटो यस्तो कस्तो राम्रो देखेको ल हेर्नुहोस् है हजुरहरू कहाँ हुनुहुन्छ आफ्नो गाउँको निराश लागेको होला ल हेर्नुहोस् मैले गाउँ देखाइदिएको छु बुढोलाई म यहाँ आएको थाहा नै पाउनु भएन रहेछ मम्मी भनेर सोध्नु छोराछोरीलाई म चाहिँ यहाँ भनेर भनिरहेको त्यहाँनिर परेर बस्नु त म यहाँ आइसक्यो भने अब आउँदै हुनुहुन्छ ल हेर्नुहोस् है साथीहरू हाम्रो गाउँ त्यो देखेको छ नि त्यो हाम्रो भ्यू टावर हो होइन म तपाईँलाई जुम गरेर देखाउँछु यसको जुम क्यापेसिटी फेरि कति छ
मलाई पनि थाहा छैन। त्यहाँनिर त्यो धुवा निस्किरहेको ठाउँमा चाहिँ खुवा मेसिन छ क्या हाम्रो गाउँमा। खुवा पेल्छ अर्ग्यानिक। हेरौँ आज कस्तो भइरहेको छ यो बर्खाको बाटो। हेरेर भर्खर छ्याङ्ग थियो हेर्न हुसु लाग्यो। म हजुरलाई यहाँ हिमाल देखाउँछु भनेको अलिअलि त देख्नुभयो होला होइन। हिमाल ठ्याक्कै यो रुखले छेकिरहेको छ अनि फेरि मुनिबाट बादल उठ्दै उठ्दै आइसक्यो। ठिक छ के अनि साथीहरू हजुरहरूको दसैँको तयारी के हुँदैछ? अब म चाहिँ यहाँ झोला बोकेर सपिङ गर्न जाँदैछु रे। के सपिङ गर्ने चाहिँ थाहा छैन भनेको यो घरको सामानहरू छ त्यो म देखाउने छु तपाईँहरूलाई। अनि ह्याप्पी विजय दशमी टु अल। दसैँको धेरै शुभकामना। आफ्नो घाँटी हेरी हार्नु होला। अरूले धुरीमाथि घोडामा चढ्ने अब धुरीमाथि नचढ्नु होला होइन। दसैँ भनेको त्यही हो, सबैलाई हुनेलाई रमझम नहुनेलाई आँसु भने जस्तै हो। अब आफ्नो क्षमताअनुसार दसैँ मनाउनु होला भन्दै हजुरलाई दसैँको पनि शुभकामना। बल्ल आउनुभयो मेरो बुढा। त्यहाँनिर के सामान ल्याइदिनु भनेर भन्नुभएको रहेछ। हामी बजारतर्फ साथीहरू हामी चाहिँ अब लाग्यौँ बजारतर्फ। अब बजार गएर देखाउनेछु। अब बाटो कस्तो छ थाहा छैन, पानी परिरहेको छ अहिले। यस्तो बाटो हुँदै जान्छ हाम्रो चाहिँ एक टुक्रा बिचमा अप्रोच छ। बुढो फेरि एक नम्बरको राइडरै हो। राइडर नभए त म त कसलाई विश्वास गर्नु भाइ यो बाटोमा गाडी। मलाई चाहिँ आँखा चिन्ने आइपुग्नु भयो दिदी। हेर्नु न यस्तो बाटो सरकार हाम्रो बाटोलाई कहिले हो अब त नि है एजेन्जी सरकार हाम्रो बाटो कहिले राम्रो हुने हो पिच हुने हो। ल हेर्नु हामी यति कठिनपूर्ण यात्रा गर्छन् त्यो हजुरहरूले कहिले देख्ने हुने हो, कहिले पिडामर्का बुझ्ने हो। हामी जस्तो यात्रीहरूको ल हेर्नुहोस् यहाँ ल जेएनजी सरकार कान खोलेर सुन्नु, आँखा च्यातेर हेर्नु। यहाँ हाम्रो बाटो यस्तो त कहिले हो बनाउनु पर्यो। यहाँ दसैँको बेलामा कति धेरै भिडभाड यात्राहरू गरिरहेको हुन्छ गाडीमा, कति सकस गरेर दसैँ मनाउन भनेर आइरहेको हुन्छ। बाटो पनि यस्तो छ। तलबाट अर्को गाडी आउँदा अब हामी कहाँ बस्ने भन्ने हुन्छ। यहाँनिर दुधको गाडी आयो, अब हामी यहाँ यस्तो लाएर बस्नुपर्ने हुन्छ। यहाँ साइड यति धेरै सेकेर यस्तो दुःख भइरहेको। ल साथीहरू अहिलेलाई यति नै। बजार गइसकेपछि देखाउने छु। अहिलेलाई बाई बाई। कन्टिन्यू भिडियो। जाममा परेर हामी चाहिँ यहाँनिर अब बिस्तारै खुल्दैछ। यहाँ जाम बल्ल दसैँको बेलामा धेरै जाम परेपछि हामी कहिले पुग्ने हो थाहा छैन। यहाँ स्टप भयो। साथीहरू हामी चाहिँ यहाँ बनेपामा आइपुगे। बनेपा हामीले खाजा खानु पर्यो भनेको खाइसकेर
हेर्छौँ फेरि हामी चाहिँ यहाँ अब खाजाको वेटिङमा छौँ फाइनली साथीहरू मेरो बुढोको चाहिँ यहाँ खाजा आइसकेको छ मेरो चाहिँ अब आउन बाँकी छ मेरो चाहिँ टाइम लाग्छ जहाँ पनि अलिक स्पेसल हुन्छ मेरो होइन नर्मल हुन्छ होइन त्यही भएर के छ मोमो मलाई मन पनि मोमो हो साथी मेरो पनि खाजा आइसकेको छ अब म खान्छु 한국? मिठो भयो म त यो गाडी साडी हिँडेर आइसकेपछि चाहिँ यस्तो यस्तो मनपर्छ क्या अब खाइसकेर है अब चाहिँ फाइनल लास्ट नास्ता हो यो के हो अरे यस्तो है सिजलर चिकन सिजलर हामी खान्छु बुढो त्यहाँ खाँदै हुनुहुन्छ कस्तो रहेछ लिनु त मिठो रहेछ म नि लिन्छु साथीहरू म चाहिँ यहाँनिर सामान लिँदैछु हेर्दैछु फेरि हामी चाहिँ अब सामान किनेर हिँडिसक्यौँ अब हामी अर्को सामान किन्न जाँदैछ बाइक त्यही राख्ने हो ल पलङ हेर्न आएको हामी चाहिँ फ्रिजलाई चाहिँ बिल गरेर के अरे पैसा पेमेन्ट गरेर पलङ हेर्दैछु कुन राम्रो लाग्छ हेरौँ जाँदैछु पलङ हेर्नको लागि हेर्नु मेरो बुढो पलङ हेर्दै हुनुहुन्छ कुन लाने हो राम्रो राम्रो पलङ छ यहाँनिर साथीहरू मैले मन परेको पलङ चाहिँ यो कुन चाहिँ हुन्छ साथीहरू यहाँ सामानहरू लोड हुँदैछ हाम्रो चाहिँ सामान लोड गर्दा गर्दा यहाँ भइसक्यो कति कुरा हो अब हामीले एकचोटि आजको भुलिया हुन्छ होइन घर गइसकेपछि मात्र कुन सामान सामान किनेको छ भनेर हजुरलाई भोलि देखाउने छु अहिलेलाई चाहिँ फाइनली साथीहरू रात पऱ्यो होइन
सामानहरू पनि लिएर आइसक्यौँ। अनि सामान चाहिँ अब मेन चाहिँ अब सबै पसलको लागि थियो सामानहरू। अनि अर्को के मलाई सामान किन्दा के लाग्यो भने कोक किन्दाखेरि चाहिँ भैँसी किन्दा पाडा उपार भने जस्तै यो सामान आउँदो रहेछ क्या कोक होइन। त्यो सामानहरू चाहिँ आउनु बाँकी छ। मैले अहिले लिएर आएको सामान म के रहेछ म हजुरलाई देखाउँछु है। ल हेर्नु फाइनली साथीहरू म चाहिँ सामान लिएर घर पनि आइसकेँ होइन। आधी सामान चाहिँ भोलि आइपुग्छ र आधी सामान अहिले झार्नै छ गाडीमा। अनि आधी चाहिँ मैले झारिसकेँ। अनि सामान के भन्दाखेरि विशेष त यो सामानहरू थियो। अनि अर्को चाहिँ इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यसको लोभले मैले अरू सामान किनेको छु कि अब त्यो किन्दा भैँसी किन्दा पाडा उपहार भने चाहिँ त्यो सामान चाहिँ के रहेछ म त्यो हजुरहरूले पनि देखाउने छु। ल हेर्नुहोस् है त। मैले खोल्न चाहिँ खोलेँ अनि फेरि हेर्न चाहिँ हेरेको छैन। यो सिल मात्रै तोडेँ कि अनि भित्र ओपन गरेर चाहिँ हेरेँ होइन। म पनि हेर्छु तर मलाई थाहा छ यो के छ भनेर। तर मैले देख्न चाहिँ देखाएको छैन कस्तो डिजाइनमा चाहिँ के छ भनेर चाहिँ देखेको छैन होइन। ल हेर्नुहोस् है साथीहरू तपाईँहरूलाई देखाउने छु। ल हेरेँ ग्लास कोका कोला ग्लास। ल हेर्नु कति राम्रो। यो ग्लासको लोभले पनि मैले चाहिँ धेरै अब कोक के अब यस्तो त्यो जम्मू कोक किन्दाखेरि चाहिँ यस्तो ग्लास आउने रहेछ कि बोनस भनौँ न फ्री अनि आउँदो रहेछ। अनि त्यही भएर मैले चाहिँ त्यो कोका कोला चाहिँ धेरै किनेको छु यसको लोभले पनि। अब त्यो चाहिँ भोलि गाडीमा आइपुग्छ। अनि आज चाहिँ गाडीमा अटेन कि सामान मेरो मात्रै थिएन यता दाइहरूको नि थियो सामान। अनि त्यो सामान अटेन अनि त्यही भएकोले गर्दाखेरि आधी पारेर ल्याएको कि उहाँको नि रोकिनु भएन पसलको लागि मेरो पनि रोकिनु भएन भनेर। अनि इम्पोर्टेन्ट सामानहरू चाहिँ लिएर आएँ। अनि बाँकी चाहिँ भोलि लिएर आउने त्यही गाडीमा भोलि लिएर आउनुहुन्छ। हामी चाहिँ जाँदैन तर बिल पे गरेर आइसकेको छ सबै सामानहरू भएर आइसकेको छु। अनि त्यो भोलिको सामानको भिडियो भोलि नै देखाउने छु। अनि हस्त साथीहरू आजको भिडियो कस्तो लाग्यो मैले कहाँ जहाँसम्म के देखाउन सकिन्छ मैले हजुरलाई देखाएको छु भिडियोमा होइन। के सपिङ गरेँ के गरेँ भनेर। अनि त्यो भिडियोहरू चाहिँ स्किप नगरिकन हेरिदिनु होला अनि भन्दै। अनि बाँकी अरू के सामान अझै यो त स्पेसल पसलको लागि मात्रै भयो होइन। बाँकी अब हामीहरूको सपिङ भनेको चाहिँ आउनै बाँकी छ। अनि त्यो प्याकेटै आउनु बाँकी छ त्यो गाडीमै छ। अनि त्यो चाहिँ भोलि नै ओपन गरेर देखाउने छु। अनि कस्तो लाग्छ कमेन्ट गर्नुहोला भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हस् त बाई बाई।